नमस्ते सबैजनालाई स्वागत छ ग्रुप स्टडी युट्युब च्यानलमा। आज पनि नेपाल सरकारले निम्न माध्यमिक शिक्षक पदको लागि भारी सङ्ख्यामा विज्ञापन खोलिसकेको छ। जुन विज्ञापन कसरी हेर्ने र कहाँ कहाँ कति कति सङ्ख्यामा विज्ञापन खोलेको छ भन्ने सम्पूर्ण जानकारी दिनको लागि आजको भिडियो ल्याएर आइसकेको छु। फेरि पनि तपाईँ पनि यस स्टडी ग्रुप युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने यस स्टडी ग्रुप युट्युब च्यानललाई सब्सक्राइब गरिदिन चाहिँ नबिर्सनुहोला। र आज ढिला नगरी म आजको विषयवस्तुतिर लागेँ र निम्न माध्यमिक शिक्षक पदको लागि चाहिँ हामीले कहाँ कति खोल्यो र कसरी हेर्ने भन्ने चाहिँ विषयमा सबैभन्दा पहिला त आफ्नो मोबाइल अथवा ल्यापटपको गुगल क्रोममा जानुहोस्। अनि गुगल क्रोममा गइसक्यो भने चाहिँ जुन शिक्षकको जुन वेबसाइट हुन्छ tsc.gov.np अनि त्यसमा गएर क्लिक गर्नुहोस्। अनि तपाईँको सामु यस्तो पेजहरू खुल्छ जुन शिक्षक सेवा आयोगको जुन होम गृह पोस्ट भन्छ, जसै यहाँ चाहिँ हाम्रो बारेमा सूचना, विज्ञापन अनि नतिजा, अभिलेख, डाउनलोड, सम्पर्क भन्ने छ। अनि हामीलाई चाहिँ विज्ञापनको बारेमा चाहिएको हो। अनि विज्ञापनमा जानुहोस्। अनि विज्ञापनमा गयो भने यस्तो देखाउँछ, यहाँ सूचना छ, विज्ञापन जसै सूचना छ। यही जुन माध्यमिक तहको विज्ञापन खोलेको छ त्यसको चाहिँ इक्जाम छ। यस चैत्र 16 गते दिउँसो 1 बजेबाट परीक्षा सञ्चालन छ। र त्यसै गरेर हामीले चाहिँ अब सूचना नहेरेर विज्ञापनतिर जानु पर्यो। अनि विज्ञापनतिर जानको लागि यहाँ भनेको छ खुल्ला प्रतियोगितात्मक अन्तर्गत निम्न माध्यमिक तहको विज्ञापन प्रकाशन सम्बन्धी सूचना भनेको छ। अनि यता हेर्नुहोस्, खुल्ला प्रतियोगितात्मक अन्तर्गत निम्न माध्यमिक तहको प्रकाशन सम्बन्धी सूचना अथवा तृतीय श्रेणी सम्बन्धी सूचना भनेको छ। अनि यहाँ जानुहोस्। अनि त्यस पछाडि यहाँ पुरा हेर्नुहोस् भन्ने छ। अनि तपाईँको मोबाइलमा पनि आउँछ यस्तै। अनि यो चाहिँ नेपाल सरकारले खोलेको यही नेपाल सरकार शिक्षक सेवा आयोग निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुल्ला प्रतियोगितात्मक परीक्षाको विज्ञापन यही मिति 81/12/14 गते चाहिँ के भइसकेको छ, प्रकाशन भएको हो। सामुदायिक विद्यालयको निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदमा खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा निम्नलिखित जुन माग सङ्ख्या परिपूर्ति गर्नको लागि त्यही आएको बमोजिम योग्यता पुगेका जुन इच्छुक उम्मेदवारहरूलाई जुन यो अनलाइन दरखास्त प्रणाली जुन खुलिसकेको छ। र यसमा के कति कति खुल्यो रहेछ त। अब यसमा छ जसै नेपाली, यसमा निम्न माध्यमिक तहको चाहिँ फेरि विषयगत हुन्छ, पराबीको जस्तो हुँदैन। मावि र निमाविको विषयगत हुने भएकाले कुन विषयमा कति खुल्यो भनेर हेर्छौँ सरसरी हामी। जस्तै नेपाली विषयमा छ, नेपाली विषयमा सबैभन्दा बढी कोशी प्रदेशमा खुलेको रहेछ 45 जना। फेरि यसमा पनि खुल्ला महिला, आदिवासी जनजाति, तराई मधेसी बसोबास अथवा आदिवासी, दलित, पिछडिएका वर्ग अथवा अल्पसङ्ख्यक जुन मुसलमान समुदाय भन्ने पनि फरक खुल्छ। जुन दलितलाई छुट्टै हुन्छ, अपाङ्ग अनि पिछडिएको क्षेत्रहरू गरेर जुन छ। जसै तपाईँ यहाँ हेर्न सक्नुहुन्छ, कोशीमा 25 जना चाहिँ खुल्ला, 7 जना महिला, अनि आदिवासी जनजाति 5 जना, अनि अल्पसङ्ख्यक तराई मधेसी चाहिँ 4 जना, दलित चाहिँ 2 जना, अपाङ्ग 1 जना र पिछडिएको क्षेत्रमा 1 जना गरी जम्मा 45 जना खुलेको छ। त्यसै गरी मधेसमा पनि जम्मा 7 जना खुलेको छ। अनि बागमतीमा 16 जना, गण्डकीमा 26, लुम्बिनीमा चाहिँ 6 जना, अनि कर्णालीमा 4 जना र सुदूरपश्चिममा 5 जना गरेर 109 जना नेपाली विषयको लागि 109 जनाको लागि विज्ञापन खुलेको छ, 109 जनाको सङ्ख्यामा। त्यसै गरी अङ्ग्रेजी विषयमा छ। अङ्ग्रेजी विषयमा पनि कोशीमा सबैभन्दा बढी 53 जना, मधेसमा 7, अनि बागमतीमा 32, गण्डकीमा 39, लुम्बिनीमा 20, कर्णालीमा चाहिँ 12 जना खुलेको रहेछ, सुदूरपश्चिममा 8 जना गरेर 171 जना अङ्ग्रेजी विषयको लागि विज्ञापन खुलेको छ। अङ्ग्रेजी विषय पढेका जुन आफ्नो योग्यता पुगेका उम्मेदवारहरूले भर्न नबिर्सनुहोला। त्यसै गरेर गणित विषयको लागि विज्ञापन छ। कोशी प्रदेशमा 28, मधेसमा 8 जना, बागमतीमा 26, गण्डकीमा पनि 28 जना रहेछ, लुम्बिनीमा 11, अनि त्यस पछाडि कर्णालीमा 8 जना र सुदूरपश्चिममा 3 जना गरेर 112 जना चाहिँ गणित विषयको लागि विज्ञापन खुलेको रहेछ। त्यसै गरेर विज्ञान विषयको लागि चाहिँ कोशीमा 16 जना रहेछ, कम रहेछ। अनि मधेसमा 7 जना, बागमतीमा 31 जना, गण्डकीमा 28, लुम्बिनीमा 14,
अनि कर्णालीमा 3 र सुदूरपश्चिममा 2 गरेर जम्मा 101 जनाको लागि चाहिँ विज्ञान विषयमा विज्ञापन खुलेको छ। र त्यसै गरी छ गणित विज्ञान भन्ने छ एउटा, यो गणित विज्ञान जुन गणित विज्ञानको फेरि हुन्छ, यो गणित विज्ञान पढेका मान्छेहरूको उम्मेदवारहरूको लागि पनि छ। जुन कोशीमा 42 जना खुलेको छ, मधेसमा चाहिँ 1 जना मात्रै रहेछ, बागमतीमा चाहिँ 4 जना, गण्डकीमा 15 जना, अनि लुम्बिनीमा चाहिँ 7 जना, कर्णालीमा चाहिँ 6 जना र सुदूरपश्चिममा 5 जना गरेर 80 जना चाहिँ गणित विज्ञान विषयको चाहिँ विज्ञापन खुलेको छ। र यसमा पनि अनि सामाजिक विषय छ, जुन सामाजिक विषयको लागि पनि कोशीमा सबैभन्दा बढी 44 जना, मधेसमा चाहिँ 6 जना, बागमतीमा 14 जना, अनि त्यसै गरेर गण्डकीमा चाहिँ 22 जना, लुम्बिनीमा चाहिँ 16 जना, कर्णालीमा 4 जना, अनि सुदूरपश्चिममा चाहिँ 3 जना गरेर 109 जना चाहिँ सामाजिक विषयको लागि विज्ञापन खुलेको रहेछ। त्यसै गरेर स्वास्थ्य तथा शारीरिक शिक्षाको लागि पनि बागमतीमा 1 जनाको लागि खुलेको छ। अनि संस्कृत पढेका मान्छेहरूको संस्कृत व्याकरणको लागि चाहिँ कोशी र गण्डकीमा 1-1 जना खुलेको छ। त्यसै गरेर जुन संस्कृत भाषा जान्ने, जुन व्याकरण र भाषा फेरि फरक हो, कोशीमा फेरि एउटा संस्कृत भाषाको लागि पनि 1 जना खुलेको रहेछ दरखास्त। परीक्षाको किसिम सबैलाई थाहा छ। अनि लिखित परीक्षा हुन्छ, जसै लिखित परीक्षा एउटा सामान्य हुन्छ, विषयगत पनि हुन्छ, त्यसपछि अन्तर्वार्ता हुन्छ। अनि परीक्षा सञ्चालन चाहिँ लिखित परीक्षा सञ्चालन हुने मिति चाहिँ समय 2082 2 महिना 17 गते, जेठ 17 गते, अनि दिउँसो 1 बजेबाट हुनेछ। अनि लिखित परीक्षा विषयगतको मिति चाहिँ जुन यसको परीक्षा जुन पहिलो पक्षको लिखित परीक्षाको नतिजा आइसकेपछि, सामान्य परीक्षाको रिजल्ट आइसक्यो भने चाहिँ जुन विषयगत लिखित परीक्षाको मिति चाहिँ प्रकाशन हुन्छ। अनि अन्तर्वार्ता यो चाहिँ पनि त्यति बेलै तोक्छ। अनि परीक्षा केन्द्र पनि परीक्षा केन्द्र जसै कोशीको मोरङमा छ, अनि मधेसको धनुषा, बागमतीको मकवानपुर, अनि गण्डकीको कास्की, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत, सुदूरपश्चिमको कैलाली जिल्लामा हुनेछ। यदि आवेदक सङ्ख्या धेरै भई उक्त जिल्लाहरूमा परीक्षा सञ्चालन गर्न नसकिने भएमा आयोगले निर्णय गरी अन्य जिल्लाहरूमा पनि के हुन्छ, परीक्षा सञ्चालन गर्नेछ अथवा तोक्नेछ भन्ने छ। र अब यसको दरखास्तहरू कति छ त, जुन हामीले यसको दरखास्त दस्तुर चाहिँ 700, प्रत्येक समावेशी समूहको लागि फेरि चाहिँ थप चाहिँ 500 लाग्ने रहेछ। जसै खुल्लामा पनि दियो, महिलामा पनि दियो। जसै खुल्ला, दलित यस्तो छ भने पहिला 7 अनि 500 चाहिँ एक्स्ट्रा लाग्ने रहेछ। जति प्रत्येक समावेशी थप्दै गयो अनि 500 चाहिँ बढी लाग्ने रहेछ। अनि दरखास्त दिने अन्तिम मिति चाहिँ 2082 वैशाख 12 गतेसम्म रहेछ। अनि डबल दस्तुर चाहिँ 82 19 गतेसम्म छ, वैशाख 19 गतेसम्म छ। अनि उम्मेदवारको हक चाहिँ जस्तै 18 वर्ष पुरा भएर 40 वर्ष ननागेको हुनुपर्ने छ। तर जुन बालवाला शिक्षकको लागि चाहिँ यो उम्मेदको हक चाहिँ लाग्दैन जुन। अनि दस्ताखत पेश गर्ने माध्यमहरू छ, जुन हामीले दरखास्त कसरी दिने भन्ने छ। विज्ञापन भएको पदको अनलाइन दरखास्त प्रणाली मार्फत चाहिँ के गर्नुपर्छ, हामीले दरखास्त दिनुपर्ने छ। जुन आयोगको आधिकारिक वेबसाइट छ, जस्तै यो अनलाइन छ नि त, tsc.gov.np मा क्लिक गरेर तपाईँले आफ्नो के गर्न सक्नुहुनेछ, फर्म भर्न सक्नुहुनेछ। र यदि यो फर्म भर्न तपाईँलाई आएन, यदि तपाईँ चाहिँ यो चाहिँ के भन्छ, इन्टरनेटभन्दा बाहिर इन्टरनेटको पहुँच नभएको क्षेत्रमा हुनुहुन्छ भने पनि हामीलाई सम्झनुहोला, अथवा यो भिडियोको तल कमेन्ट गर्नुहोला र फर्म भर्न हामीले चाहिँ सहयोग गर्नेछौँ। र अनि जुन दरखास्त दस्तुर बुझाउने हुन्छ, जुन ब्याङ्क प्रविधि हुन्छ, आयोगको अनलाइन दरखास्त प्रणाली फारम सब्मिट गर्नुपर्नेछ भनेछ। जुन गर्नु पूर्व आफूले भरेको विवरण छुट्टिएको वा कुनै कागजमा समावेश हुनु छुटु भएको छैन भनेर यकिन गर्ने, अनि चाहिँ अनलाइन मार्फत के गर्ने, अनि अथवा ब्याङ्कको रसिद काटेर पनि हुन्छ, अनलाइनबाट पनि तपाईँले के गर्न सक्नुहुन्छ, दरखास्त दिन सक्नुहुन्छ। अनि दरखास्त दिने अन्तिम मिति भनेको छ, दरखास्त दिने अन्तिम मिति चाहिँ जसै सिङ्गल दस्तुरमा भर्ने हो भने अनि वैशाख 12 गते राति चाहिँ 12 बजेसम्म चाहिँ भरिसक्नु पर्नेछ।
अनि त्यसै गरी डबल दस्तुरमा चाहिँ भोलिपल्ट चाहिँ यो कारोबार समयभित्र अनि भोलिपल्ट चाहिँ यसबाट के हुन्छ दोबर दस्तुर लागिहाल्छ। अनि डबल दस्तुर चाहिँ त्यही 2019 जस्तै वैशाख 19 गतेको राति 12 बजीसम्म हुन्छ। त्यसपछि चाहिँ कारोबार बन्द हुन्छ। अनि उम्मेदवार हुन आवश्यक योग्यता चाहिँ नेपाली नागरिकता हुनु पर्यो। शिक्षक सेवाको जुन आयोगको संशोधित नियमहरू बमोजिम भएको हुनु पर्यो। सामान्य शिक्षण संस्थाबाट सम्बन्धित विषय लिएर पास गरेको जस्तै नेपाली लिएर अनि +2 भन्छ, +2 पास गरेको अथवा कम्तीमा के गरेको 200 पूर्णाङ्क अथवा 8 ग्रेड आवर भन्छ, 8 ग्रेड आवर चाहिँ उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा 10 महिना तालिम पुरा गरेको हुनुपर्नेछ। तर कुनै उम्मेदवारहरूको 200 पूर्णाङ्क सम्बन्धी विषयले निम्न माध्यमिक शिक्षा उत्तीर्ण भई कक्षा 12 वा प्रवीणता प्रमाणपत्र वा सो सरहको परीक्षा उत्तीर्ण गरेको भए तालिम प्राप्त गरेको मानिनेछ भन्छ। त्यसले तालिम नगरेको भए पनि हुन्छ। अनि त्यस पछाडि सामाजिक विषय अन्तर्गत अर्थशास्त्र, इतिहास, ग्रामीण विकास, भूगोल जुन सामाजिकमा दिन चाहने मान्छेहरूले चाहिँ के पढेको हुन्? अर्थशास्त्र पढेको, इतिहास, ग्रामीण विकास, भूगोल, अनि नागरिक शास्त्र, राजनीतिक शास्त्र, दर्शनशास्त्र, नीतिशास्त्र, अनि मनोविज्ञान, मानवशास्त्र, वातावरण शिक्षा, स्वास्थ्य शिक्षा, शारीरिक शिक्षा, संस्कृति, समाजशास्त्र, जनसङ्ख्या शिक्षा र स्वास्थ्य शारीरिक यी विषयहरू लिएकालाई सामाजिक विषयमा दिन पाइयो। अनि जसै गणित विज्ञानको विषयको हकमा चाहिँ गणित विज्ञानको दुवै विषयमा जुन गणित विज्ञानको दुवै 200 पूर्णाङ्कको प्रकरण जुन छ जुन ग बमोजिम हुनुपर्ने भन्छ जुन है। अनि निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र त हुनै पर्यो। अनि यो सबै चाहिँ तपाईँहरूले समावेश गरेर फर्म भर्न सक्नुहुनेछ। अनि यो सबै भन्न जाँदा चाहिँ भिडियो धेरै लामो हुन्छ र आफै हेर्नुहोला। यो भिडियोलाई पज गरेर हेर्न सक्नुहुन्छ। र यसमा नबुझिएको कुरा केही छ भने हाम्रो कमेन्टमा आएर भन्न सक्नुहुन्छ। र यस्तै जानकारीमूलक भिडियोको लागि यस ग्रुप स्टडी युट्युब च्यानललाई सब्सक्राइब पनि गर्नुहोला र माया गरिदिनु भयो, अहिलेसम्म हेरिदिनु भयो। र सबैलाई आत्महृदयदेखि नै आभार प्रकट गर्दछु। र यति भन्दै आजको भिडियोबाट चाहिँ यति भन्दै आउने भिडियोहरू चाहिँ यस्तै जानकारीमूलक भिडियो ल्याउने बाचा गर्दै आज बिदा हुन्छु। सबैलाई नमस्कार।